त हेलो गाइस, स्वागत छ तपाईँलाई मेरो न्यू भिडियोमा। त आज म आएको थिएँ गेममा अनलाइन। त आज मैले चेक गरेँ कि मेरो कति इयर्स मतलब कति डे बाँकी छ कि 4 इयर्सको लागि हेरेको। मेरो अब लास्ट आज नै मेरो 4 इयर्स ओल्डको टाइटल आउन आँटेको रहेछ। अनि यहाँ चेक गरेको मेरो 2 इयर्स ओल्डको टाइटल चाहिँ आइसकेको छ। अब बाँकी भनेको 4 इयर्स ओल्डको टाइटल। त्यसैले म आज साह्रै एक्साइटेड थिएँ। अनि म यहाँबाट ब्यागबाट रोल मुभ लगाएँ। लगाइसकेपछि मैले त्यसलाई स्टार्ट गरिदिएँ। स्टार्ट भइसकेपछि तुरुन्तै हाम्रो स्टार्ट भइसक्यो। अब हामी रोल मुभ लिएर जान लागेका छौँ। त हाम्रो रोल मुभ स्टार्ट भइसकेको छ। त म रोल मुभभित्र आइसकेको छु। त्यहाँ हाम्रो ओपोनेन्टले एउटा गन लिएछ अनि एउटा डेजर्ट टिकट लिएछ। त्यो गनको नाम चाहिँ मलाई थाहा छैन, त्यसैले मैले भन्नु सकिनँ। एक्साइटेडले गर्दा होला मलाई अलिक हेडसट हान्नु मन लागिरहेको थियो, तर हेडसटै हान्न सकिनँ। एउटा ओपोनेन्टको एउटा बन्दा आएको थियो अनि मैले त्यसलाई हेडसट हान्नु भनेको मेरो टिममेटले त्यसलाई सकाइदियो। अनि त्यहाँबाट एउटा बन्दा आउँदै थियो, मैले त्यसलाई डेजर्ट टिकटले फेरि एकचोटि हानेँ। अनि त्यहाँबाट त्यो ग्लोबल प्याक पनि मैले पनि भुटेर त्यसलाई फिनिस हान्थेँ। अनि त्यहाँबाट 1 राउन्ड भयो हाम्रो नाममा। अनि थोरै इमोट पनि देखाइदिएँ मैले। फोर इयर्स ओल्डको टाइटल आउन लाग्यो भनेर साह्रै जोसमा थिएँ। अनि जोस एकैछिनमा हटो, तपाईँ आफै हेर्नुहोस्। यहाँ बन्दालाई हानु भनेको मेरो टिममेट पनि सँगै आयौँ। अनि त्यहाँबाट मैले डाइरेक्ट रस हानिदिएको। तिनीहरूले उसको चलाएर हामी दुईटैले मारिदियो। त्यहाँबाट 1 राउन्ड तिनीहरूको नाममा भयो। त्यहाँबाट तिनीहरूको टिमले एउटा अझै गन लियो। म यहाँ इमोट बाजी गर्दै थिएँ अनि गन पनि लिइसकेछ। के तपाईँलाई थाहा छ कि तपाईँसँग इमोट छ भने भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गर्नुहोस्। त मेरो ओपोनेन्टले एमपी खै यो गनको नाम के थियो, MP19 थियो कि MP। त्यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ मैले एउटा बन्दा त मारिसकेँ, तर अर्को बन्दाले मेरो टिममेटलाई मानिदियो। अनि त्यहाँबाट मैले त्यसलाई मारौँ भनेको 19को ड्यामेज लाग्यो। 19को ड्यामेज लागिसकेपछि म एकछिन यहाँ मेडी हान्दै थिएँ। मेडी हान्दा त्यो यता आयो। अनि त्यहाँबाट त्यसले मलाई थोरै ड्यामेज दियो, मतलब कि थोरै ड्यामेज। अनि त्यहाँबाट म यहाँ क्याम्पिङ गरेर बसिरहेको थिएँ। त्यो बन्दा पनि उताबाट घुमेर आउँदैथ्यो। अनि मेडी हान्नु छोडेर त्यो बन्दाको लोकेसन थालेँ। त्यो बन्दाले मलाई एक दियो किनकि मसँग आधी हाल्थ थियो। अनि त्यो बन्दाले एकचोटि हान्यो 149को ड्यामेज हान्यो। त्यसले गर्दाखेरि म मरेँ। अनि हाम्रो 1 भएको थियो, ओपोनेन्टको 2 भइसकेको थियो। अब एकचोटि राम्रो खेलौँ भनेर फेरि आएको। तपाईँ आफै हेर्नुहोस् के भयो। मेरो ओपोनेन्टकोले मेरो टिममेटलाई मारिदियो। अनि दुईजना सँगै आएर मलाई पनि रस हानिदियो। अनि त्यहाँबाट म पनि मरेँ। अनि त्यहाँबाट मेरोमा आएको छ गन चुज गर्ने। अनि मैले M285 लिएँ। M285 लिइसकेपछि अनि मैले ह्याकरको जस्तै खेल्न थालेँ। आफै हेर्नुहोस् ह्याकरको पावर। ल आजको भिडियो यहीँ सकाउँदै तपाईँहरू मेरो भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गर्नुहोला। टाटा बाई।